र साथी हो म्याच चाहिँ चालु हुनु आँट्यो। यो चाहिँ हो तपाईँको सेवकको है, सेवकले चाहिँ टाकटुक नाइजेरियाको टिम ल्याएको रहेछ हैन। हप्सीहरू आमामा डरलाग्दै खेल्दा रहेछ। यो 12 नम्बर, यो 45 नम्बर, दुईजना चाहिँ डिफेन्स खेल्दा रहेछ हो। दुईजना डिफेन्स त अनि भित्ता जस्तो नि पारै गर्नु नसक्ने कालिम्पोङकोले। अनि खेलामै मोटामोटी 3टा गोल हालेको थियो, तर 2टा चाहिँ अफसाइड भयो है, 1 गोलले जित्यो। यहाँ चाहिँ हाम्रो कालिम्पोङको हो। कालिम्पोङको सपोर्टमा कराउँदा भित्रो सुक्यो, तर खोइ त अनि कालिम्पोङकोले गोलै गर्नु सकेन। र फाइनल म्याच चाहिँ छ सन्डे है, मोङ्ग्रा भर्सेस यो तपाईँको सेवक। र फाइनल पनि हेर्नु जाने हो। फाइनल पनि बबालै हुने हो। अब फाइनलमा चाहिँ के हुन्छ, कसले चाहिँ जित्छ? मलाई चाहिँ डाउट लाग्दैछ कि मुङ्ग्रा एफसीले जित्छ होला। सामुक तलाको रहेछ है मुङ्ग्रा एफसी चाहिँ, तर खेला चाहिँ मजाको, लङ पासहरू पनि मजाको है। कालिम्पोङको चाहिँ के हो खालि सर्ट पास गर्यो, मजै आएन नि हो। तेरिका लु साथीहरू सबले लाइक, सेयर, कमेन्ट गर्नुहोस्।